महानुभावहरू, आजको हाम्रो प्रमुख अतिथि सम्माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायण काजी श्रेष्ठजी। धेरै धेरै धन्यवाद दिन चाहन्छु। महानुभावहरू, अब भने हाम्रो यस कार्यक्रम उद्घाटन भइसकेको जानकारी तपाईँ माझ हामी गराउन चाहन्छौँ। नारायण काजी श्रेष्ठजीद्वारा आजको हाम्रो यस बृहत बोध सभाको उद्घाटन कार्यक्रम भइरहेको छ। महानुभावहरू, अब भने हामी औपचारिक कार्यक्रमतर्फ अगाडि बढ्दैछौँ। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। आज मिति 2081 साल ज्येष्ठ 9 गते बुधबारको दिन हामी ललितपुर इखाछे स्थित गत ज्येष्ठ 4 गतेदेखि विभिन्न कार्यक्रमहरू हुँदै आइरहेका छन् र यस साप्ताहिक कार्यक्रम भोलि ज्येष्ठ 10 गतेसम्म सञ्चालनमा आउनेछन्। सोही कार्यक्रम विवरण यस प्रकार रहेका छन्। वैशाख पूर्णिमाको 10 दिन अगाडि दुर्लभ प्रवज्या शुभारम्भ श्राम्येर तथा अनागारिका प्रवज्या, त्यस्तै गरी साप्ताहिक रूपमा ज्ञानमाला भजन, दाफा भजन प्रस्तुति, त्यस्तै गरी नाम सङ्गीति तथा स्तोत्र वाचन। पञ्चशील ग्रहण गर्नको लागि 3 चोटि नमो तस्स वाचन गर्नुहोस्। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्धं शरणं गच्छामि। बुद्धं शरणं गच्छामि। धम्मं शरणं गच्छामि। धम्मं शरणं गच्छामि। संघं शरणं गच्छामि। संघं शरणं गच्छामि। द्वितीयम्पि बुद्धं शरणं गच्छामि। द्वितीयम्पि बुद्धं शरणं गच्छामि। द्वितीयम्पि धम्मं शरणं गच्छामि। द्वितीयम्पि धम्मं शरणं गच्छामि। द्वितीयम्पि संघं शरणं गच्छामि। द्वितीयम्पि संघं शरणं गच्छामि। तृतीयम्पि बुद्धं शरणं गच्छामि। तृतीयम्पि बुद्धं शरणं गच्छामि। तृतीयम्पि धम्मं शरणं गच्छामि। तृतीयम्पि धम्मं शरणं गच्छामि। तृतीयम्पि संघं शरणं गच्छामि। तृतीयम्पि संघं शरणं गच्छामि। शरणागमनं सम्पूर्णम् अहं भन्ते पानातिपाता वेरमणि सिक्खापदं समादियामि। पानातिपाता वेरमणि सिक्खापदं समादियामि। अदीन्नदाना वेरमणि सिक्खापदं समादियामि। अदीन्नदाना वेरमणि सिक्खापदं समादियामि। कामेषु मिच्छाचारा वेरमणि सिक्खापदं समादियामि। कामेषु मिच्छाचारा वेरमणि सिक्खापदं समादियामि। मुसावादा वेरमणि सिक्खापदं समादियामि। मुसावादा वेरमणि सिक्खापदं समादियामि। सुरामेरयमज्जपमादट्ठाना वेरमणि सिक्खापदं समादियामि। सुरामेरयो मज्जपमादट्ठाना वेरमणि सिक्खापदं
समादयामि तिसरणेन साध्यं पञ्चशीलं धम्मं साधुकं सुरक्षितं कृत्वा अपमादेन सम्पादेथ गरिने त्रिसंयोगको 3वटा मूर्ति उहाँले दान गर्नुभएको छ। त्यसै गरी किरण साक्यज्यूले हाम्रो बुद्ध जयन्तीको दिनमा सम्पूर्ण खाजा र सोको विनम्र अनुरोध गर्दछु। रबिना कन्स्ट्रक्सनका प्रतिनिधिज्यू, सुमन खड्कीज्यू, प्रदीप शाहमाचार्यज्यू, साथसाथमा हाम्रा बुद्ध जयन्ती कोषका प्रतिनिधिज्यू, मैले भर्खरै नाम लिइसकेकी छु, कृपया हजुर
नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। इस सभाका मुख्य अतिथि उप प्रधान तथा राष्ट्र मन्त्री सम्माननीय नारायण काजी श्रेष्ठज्यू लिन्छन्, जसको विधि र शिक्षा हामीले आत्मसात गऱ्यौँ भने हाम्रो आफ्नो जीवन रूपान्तरित हुन, शान्त हुन, होसपूर्ण जीवन बिताउन, सदाचारी जीवन बिताउन यसले मद्दत गर्छ। काम पनि परिणाममुखी बनाउन मद्दत गर्छ, प्रभावकारिता बढ्छ भने अर्कोतिर यसले सिङ्गो मानव समाजलाई पनि स्वतन्त्रताको यात्रामा, शान्तिको यात्रामा अगाडि बढाउन योगदान गर्छ भनेर हामी सबैले ग्रहण गर्ने प्रक्रिया यो भएको छ। यो हाम्रो लागि धेरै खुसीको कुरा हो। मैले केही साथीहरूलाई भन्ने पनि गर्छु, बुद्ध नेपालमा जन्मनुभयो त्यस कारणले बुद्ध पौडिन नेपाल लुम्बिनी भनेर हामी गर्व गर्छौँ। तर बुद्ध के कारणले बुद्धको रूपमा स्थापित हुनुभएको छ, त्यो फेनोमेनन, त्यो विधि प्रक्रियालाई आत्मसात गर्न तयार नहुने तर बुद्ध नेपालमा जन्मनुभयो भनेर गर्व गर्ने कुराको पनि त्यति तुक म देखेँ। बुद्ध नेपालमा जन्मनु भएकोमा हामीले किन गर्व गऱ्यौँ भने बुद्धको विधि जीवन दृष्टिबिन्दु जो दिनुभएको छ, आचरणका निम्ति जो शिक्षाहरू दिनुभएको छ, त्यस कारण यो जीवन दृष्टि हो, एउटा लाइफ एप्रोच हो र त्यस अन्तर्गत केही शिक्षाहरू दिनुभएको छ। त्यसलाई आत्मसात गर्ने प्रक्रियामा हामी गयौँ भने बुद्धप्रति गर्व गरेको सही हुन्छ। बुद्ध एउटा राजकुमार भएर जन्मनु भएको र त्यस पछाडि जो परिनिर्वाणसम्म पुग्नुभयो, बोधि बुद्धत्व प्राप्त गरेर, त्यो चाहिँ के हो भन्ने कुरा नबुझ्ने र त्यो विधिबाट आफूलाई लैस नगर्ने तर बुद्ध नेपालमा जन्मेको भन्ने मात्रै रटिराख्यौँ भने हामीले त्यो पछाडि बिस्तारै बिस्तारै कमजोर भएर जान्छ। हामीले बुद्ध नेपालमा जन्म गर्व गर्नै पर्छ, मानव जातिले नै गर्व गर्ने कुरा हो त्यो। तर बुद्धको विधि र शिक्षा के हो भन्ने कुरा आत्मसात गरेर जीवनमा त्यसलाई अभ्यास गऱ्यौँ भने साँच्चै हामीले चाहिँ बुद्धलाई हामीले गर्व गर्ने पात्र ठानेका रहेछौँ भन्ने कुरा पुष्टि हुन्छ।